दर्शक श्रोताहरू, कयौं दिनदेखि घर छोडेर हिँडेकी भुन्टी अचानक घरमै देखिएपछि तपाईँ हामी लगायत सबै भुन्टी प्रेमी दर्शकहरू अचम्ममा पर्नुका साथै अन्यलमा परेका छौं। भुन्टीलाई असाध्यै मन पराउने नयाँ केटा र भूपेन्द्रको दाइ भने दिनरात लगाएर उनलाई खोजिरहेका छन्। जेरी र भूपेन्द्रले भुन्टीलाई घरबाट निकालेपछि उनको मनमा गहिरो चोट पुगेको थियो। त्यसपछि उनी कहाँ गइन् र किन गइन् कसैलाई अत्तो पत्तो भएन। यता टोकलेले जंगलमा बेवारिसे लास भेटिएको खबर सुन्दा उनको मन चिसो भएर आउँछ। झन् त्यही नजिकै भुन्टीले लगाउने जस्तै माला देख्दा उनी छागाबाट खसे जस्तै हुन्छन्। तर नजिकै गएर हेर्दा त्यो आफ्नी बहिनी नभएको थाहा पाएपछि उनी केही हदसम्म ढुक्क हुन्छन्, तर मन भने शान्त हुँदैन। त्यस्तै भुन्टी मरेको खबर सुनेर भाउजू र जेरी खुसी भएका थिए, तर त्यो लास अर्कै महिलाको रहेछ भनेर थाहा पाएपछि उनीहरूको खुसी पनि धेरै बेर टिक्न सकेन र फेरि उनीहरू भुन्टीलाई सधैँका लागि हटाउन नयाँ षड्यन्त्र रच्नतिर लागेका छन्। यसैबीच घरमा भुन्टीको रूप धारण गरेर भुन्टीलाई न्याय दिलाउने दृढ संकल्प बोकेर भुन्टीमाथि रचिएको षड्यन्त्रको पर्दाफास गर्न सुकुमाया आइपुगेकी छिन्। सुकुमाया केवल सहयोगी मात्र नभई न्यायका लागि लड्ने पात्र हुन्। उनी भुन्टीको जीवनमा फेरि खुसी ल्याएर मात्र गाउँ फर्कने अठोटका साथ सहर झरेकी हुन्। अर्कोतर्फ आफूले सोचे जस्तो मान्छे नपाउँदा भूमिकाले पनि धेरै दुःख पाइरहेकी छिन्। आफूले आफ्नी भुन्टी भाउजूलाई दुःख दिए झै भूमिकाकी सासू र आमाजुले पनि भूमिकालाई धेरै दुःख दिइरहेका छन्। भुन्टीलाई दुःख दिएकोमा भूमिकालाई अहिले धेरै पछुतो भइरहेको छ। उता भूपेन्द्रको व्यवहारले भुन्टीको मनमा गहिरो चोट परेकाले अब सुकुमायाले भुन्टीलाई मन पराउने नयाँ केटासँग भुन्टीको विवाह गराएर उनको जीवनलाई नयाँ मोड दिनेछिन्। दर्शक श्रोताहरू, घरमा आएकी भुन्टी जस्तै देखिने केटी के साँच्चीकै भुन्टी नै हुन् त, या भुन्टीको भेषमा भुन्टीलाई न्याय दिन सुकुमाया आएकी होलिन् त? अब आउने भागमा हेर्न पाउने नै छौं। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। हस्त धन्यवाद।